हेलो नमस्ते एभ्रिवान सम्पूर्णलाई वेलकम छ मेरो न्यू ब्लगमा तपाईहरुलाई। आज चाहिँ म चारो पकाउँदैछु। यहाँ चाहिँ चामल सानो सुँगुर छ है, सुँगुरलाई त्यसको लागि चारो पकाउँदैछु। कम लागेको छ कि छैन गाई चोरे हेर्नुस् त। यसमा चाहिँ हरियो कसैलाई अर्ग्यानिक हैन सिस्नो खानु छैन है, बारीमा फलेको सिस्नो अनि पकाएर दिनु हो। फर्सीलाई चाहिँ मजाले पकाएर अनि त्यसपछि चामल लगाएर चाहिँ मासु खानु भएन। सिस्नो सुँगुरलाई चारोको लागि पकाइरहेको छु। पाहाडतिर चाहिँ अलिकति सिस्नोहरू कसलाई धेरै मिठो लाग्छ, लाग्छ त्यसैले चारो पनि मिठो लाग्ने राम्रै जति यता खानु हाजिर पाउँछ। हौँ अनि यसरी पकाएर दिनुपर्छ। कस्तो लाग्छ यसलाई हेरेर तपाईहरुलाई प्रतिक्रिया दिनु होला। अनि कतिलाई त सिस्नो है खानको लागि भए पनि हुन्थ्यो भन्दा पनि एकदमै गाह्रो हुन्छ। हाम्रोतिर चाहिँ सिस्नो अलिक खाइँदैन, पाकेपछि मान्छेले पनि खम्तीले खान्छ लाग्दो खालको हुन्छ जस्तो लागिरहेछ मलाई त। त्यो खुवाएर चाहिँ मोटो बनाएर दसैँमा च्वाचेक मासु चपचप खाने हो नि त नि हैन र गाइस। यस्तो खाएपछि मोटै हाल्छ नि त च्वाचेर। ल यो भिडियो हेरेर लाइक कमेन्ट अनि सब्स्क्राइब चाहिँ फर्सी दुईटा काटेर लगाइदिएको छु गर्न नभुल्नु होला भन्न चाहन्छु। थ्याङ्क यू। मजाले पकाउनुपर्छ अनि दिने हो, खाँदा पनि होला मिठो होस् न त। यहाँ चाहिँ सानो छ सुँगुर, अहिले चाहिँ भर्खर किनेको 1 महिना भयो यो सुँगुर। त्यसको लागि मजाले पकाउँदैछु एक भाँडा। दसैँमा 1 क्विन्टलको बनाउनु छ च्वाचे। आज कहाँ गएछ यो च्वाचे पनि, यहाँ पराक गर्छ। हाम्रोमा बिरालीहरू पनि छ, म्याउ ए म्याउ बिराली। यो मोटी बिराली, अर्को बच्चा म्याउ। ए आनन्द सुतेको छस् भुइँमा। हाम्रो घरमा बिरालो 4वटा 5वटा छ। 2टा त मर्यो, कसले विष खुवाएर मारेछ है। अनि यहाँ एउटा छ, यहाँ एउटा छ, अरू कहाँ गयो आज आएको छैन। यहाँ अर्को राजा भालु टोमी अरे टोमी के गर्दैछस् हो? आनन्द छ है, सुत्यो खायो बस्यो, तलै तनक्क तन्क्यो। काम छैन? ओइ पुच्छर हल्लाउँछ र नि। ओ भालु अल्छी गर्छस्? यो एउटा कुकुर छ।